वैदिक कार्यक्रम द्वारा राम विवाह भइरहेको छ। यसरी राजा जनक सुनेर सीता र आचार्य पनि यहाँ पुगिसकेको छ। अरू यहाँ पुगिसकेको छ। अब चाहिँ मंगलाचरण द्वारा हामी अगाडि बढ्नु कार्यक्रम गुरुबाट मंगलाचरण अदितिरौरदितिरन्तरिक्षमदितिर्माता सपिता सपुत्रा विश्वे देवा शान्ति शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेधि हरि ओम गणानन्ताय गणपतिं नवामहे ज्ञानन्ताय नवामहे निवेदान्ताय निधिपतिं नवामहे मदासिगरधर्मं सुगन्धराधिपतिनो सीता पाणवमासा कृष्णातरं किमतत्त्वं ददामि। ओम नमः संभवाय नमः शिवाय सिद्धराय नमः योगाय नमः शंकराय नमः श्रीशां सदाशिवाय नमो नमः। ओम मनोदवमानवेगं चिदेवं जीवतां विष्णुं वातावरणं सिद्धां जगन्नाथं कमलेश्वराय नमो नमः। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये गौरी नारायणी नमस्ते शिवादेवे नमो नमः। सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो गणाधिपतिः सिद्धिविधि सहिताय श्रीमन्गलाधिपते नमः। ओम श्रीमन्गलाधिपते नमः। ओम महेश्वराभ्यो नमः। वासुदेवाभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमो नमः। यसरी राजा जनक को यहाँ ब्राह्मण जी ने वैदिक मंत्र द्वारा विभिन्न मंगलाचरण शुभ मंगल को कारण से यहाँ गरिसकेको छ। अब हाम्रो यहाँ पनि हुन्छ त्यो जन्तीमा गोत्राचारको कुरा अगाडि पछाडि जसरी जे भए पनि दिँदाखेरि अग्नि साक्षी हुन्छ, ब्राह्मण साक्षी हुन्छ, धेरै जन्तीहरू चाहिँ साक्षी हुन्छन्। अगाडि कुनै गोत्रमा फरक, नाम जातमा फरक, कुनै पनि के फरक पर्यो भने पुनः त्यहाँ सोधिन्छ। यसै प्रकारले अब गोत्र सोध्न ब्राह्मण सीताको पक्षबाट, कन्याको पक्षबाट राजा दशरथका आचार्य गुरुलाई चाहिँ यो सोध्नुहुन्छ, तपाईँ यो जन्ती ल्याउँदाखेरि कसका पुत्र हुन्, कसका नाति हुन्, कसका पनाति हुन्, यसरी सोध्नुहुन्छ कन्या पक्षबाट गोत्राचार। Thank you.
गोत्राय किङ्गो अब के बोल्छ यो कति कलाकारहरू मात्रै होइन ऊ अब स्टेज यसरी अब गुरु वशिष्ठबाट गोत्राचार के हो कस्तो हो बताइदिनु। अब यो पर्फर्म भेट्यो फेरि श्लोक वन्दे देवनापतिन्तुरगुरुं वन्दे जगाधिकारणं वन्दे पन्नगौतरत्रिवरं वन्दे वधूना सूर्यदशाङ्गवत् ಇದನ್ನ ದೂರ ಅನ್ಸೋಲೆ ಅಂತಲ್ಲ देवगोन्द पात्रहरू जानिदिने बेला त्यहाँ तपाईँलाई गायक भन्ने छ यिनीहरू रामचन्द्र मात्रै हो 25 रुपियाँ छलिया छन् 3 जना छन् छलिया ओला जो पात्र हुनान् नि उनीलाई प्राप्त भयो चाहिँ त्यो नामले लेख्यो औषा यो जे रोल छु लेखेपछि जानियो कि पर्मानेन्टै वाला त्यो चेन्ज हुनेवाला छ नि कोही थिएन नेपाल वशिष्ठ इन्चार्ज चेन्ज ऊ दिनको को छ जानी मिति छ ऊ दिनको को ऊ टिमको भित्रै पियो को बुद्धि छ माइक कहाँ लाग्यो आचार्यजीले आफ्नो राजा दशरथको गोत्र बताउनु भएको छ। यसरी उहाँ हुनुहुन्छ काश्यप गोत्रको वर रहेछन् र आत्री गोत्रका कन्या पक्ष राजा दशरथ हुनुहुन्छ। यसरी दुईटै गोत्र पनि थाहा भइसकेको छ। अब यसरी विभिन्न मङ्गलाचरणबाट विभिन्न आशीर्वाद श्लोकहरूबाट दुईटै पक्षबाट वर्णन गरिएको छ र अब विवाहको तयारी सहयोग गरौँ टेलिफोन पछि हजुर कि रामलीलामा कि मेडम पात्र बिन्दु चुनारा हो लक्ष्मीकान्तं कमलनयनं योगज्ञानगम्यं वन्दे विष्णुं भवहरं सनदद्वारतनाथं श्रीश्वरे नमो नमः। के भइरहेको छ हजुरको पलौन्जे अब विवाहका सम्पूर्ण कार्यक्रम भइसकेको छ। त्यसमा फेरि भगवान राम चाहिँ सुनैनासँग बिदा माग्नुहुन्छ रागिनीमा।
विभिन्न वैदिक मन्त्रहरूद्वारा विवाह सम्पन्न भएपछि पुरुषोत्तम श्री राम माता सुमैनासित प्रणाम गरेर भन्नु राजा जनक सीतासँग राजा जनक सीतालाई उपदेश दिँदै अप्पाले